हाई मिनासान कोनिचिवा नमस्ते सबैजनाले तपाईहरुलाई चाहिँ म आज यो कोइन लन्डरीमा चाहिँ कपडाहरु कसरी सुकाउँछ भनेर यदि पानी पर्दाखेरि या घाम लाग्दाखेरि या तपाईहरुलाई कुनै जाडो हुँदाखेरि कपडा कसरी सुकाउने भन्ने टेन्सन हुन्छ नि त घरमा सेन्ताकी गरेर तपाईहरु यहाँ सुकाउन लिनु भयो भने मजाले सुक्छ है त 200 येनमै हामी सुकाएर देखाउँछौं है त ちょっと看板人映ったらダメだから。यदि तपाई कोइन लन्डरीमा आउनुभयो भने यहाँ कोइन भन्दा चल्दैन यो मेसिनहरुमा त्यो भएर चाहिँ तपाईहरुले यो खुल्ला गर्ने ठाउँ पनि हुन्छ त्यहाँ चाहिँ यस्तो खालको सेन हाल्नु भयो भने 1000 हाल्नु भयो भने चाहिँ टक्क आउँछ है त त्यसरी हाल्नु भयो भने यहाँ 10 आउँछ है यसरी चाहिँ झर्छ है त यो भन्दा चल्दैन है 100 का भन्दा चल्दैन त्यो भएर चाहिँ यो हालेर चाहिँ चलाउनु पर्छ है त 100 मा कतै 10 मिनेट कतै 15 मिनेट हुन्छ तपाईहरुलाई म कपडा हालेर सुकाएर पनि देखाउँछु है त चाहिँ कोइन लन्डरी हो यहाँ चाहिँ तपाईहरुले त्यसरी खोल्न सक्नुहुन्छ है किनको जुत्कुन्छ 10 मिनेटमा सुक्छ भनेपछि 10 मिनेट नत्र भने तपाईहरुले सुकाउन सक्नुहुन्छ यो मैले चाहिँ घरमा सेन्ताकी गरेर लिएको छु धोएर लिएको छु है त हालिसकेपछि तपाईहरुको यसरी बन्द गर्नु होला है यहाँ चाहिँ 8 किलो सम्म हुन्छ कतै 10 किलो कसै 15 किलो पनि हुन्छ यहाँ चाहिँ 14 किलो छ यो चाहिँ 100 लेखेको छ पैसा नहाल्दै चल्दैन है त पैसा यहाँनिर हालेर चाहिँ कति मिनेट चलाउने हो त त्यही अनुसार चलाउने म चाहिँ 20 मिनेटको लागि चाहिँ 200 हाल्छु है त 20 मिनेट भयो हैन याकिनको 10 मिनेट हो यसरी चाहिँ सुकाउँछ है त यसरी चाहिँ तपाईहरुले तातो पनि गराउन सक्नुहुन्छ आजको सुरुको कुरा हो चाहिँ फुच्चु छ कतै चाहिँ तातो गराउने कतै चाहिँ अलिकति हिट गराउने ठाउँहरु पनि हुन्छ तपाईहरु चाहिँ फुच्चु सामान्य रूपमै चलाएर सुकाउन सक्नुहुन्छ है त त्यसपछि चाहिँ 20 मिनेट पछि पर्केपछि सुकेन भने फेरि 100 येन हालेर फेरि पनि सुकाउन सक्नुहुन्छ थ्यांक यू Boca.